हाम्रो सेरेफेरोमा शम्भु त्रिपाठी र किरण राणा मगरको नमस्कार। स्थानीय समाचारको सङ्गालो हाम्रो सेरेफेरो सुरु गरौँ। प्रमुख स्थानीय समाचारका शीर्षकहरूबाट। 24 घण्टा समाचार प्रसारण गर्ने मुफसलको पहिलो रेडियो कालिका FM 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com बाट संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो सेरेफेरोमा शम्भु त्रिपाठी र किरण राणा मगरको नमस्कार। स्थानीय समाचारको सङ्गालो हाम्रो सेरेफेरो सुरु गरौँ। प्रमुख स्थानीय समाचारका शीर्षकहरूबाट। मुगलिन नारायणगढ सडक खण्ड तत्काल खुल्ने सम्भावना कम, वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रहरीको आग्रह। चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाई, सुरक्षाका लागि हात्ती, पैदल, छोटो तथा लामो दूरीको गस्ती गरिने। पिठुवा प्रहरी चौकी भवनको पुनर्निर्माण कार्य तीव्र। र राप्तीका 32 परिवारलाई जग्गाधनी पूर्जा वितरण, करिब 2000 लाल पूर्जा अलपत र चितवनमा 6 जनामा औलो रोगको सङ्क्रमण। चितवनको तुइन खोलामा खसेको ठुलो सुक्खा पहिरोको कारण मुगलिन नारायणगढ सडक पूर्ण रूपमा बन्द रहेको छ। हिजो दिउँसोदेखि नै सडक बन्द भएकोमा बेलुका थप पहिरो खसेपछि यो सडक खुलाउन समय लाग्ने भएको हो। सडक तत्काल नखुल्ने भएकोले जिल्ला प्रशासन कार्यालय चितवनले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। वैकल्पिक सडकको रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौडा, रूपन्देहीको बुटोल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैडाकोट धादिङको नौबिसे तथा तनहुको हकमा खैरिनी टारबाट वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको हो। चितवनबाट काठमाडौँ आउजाउ गर्नको लागि साना गाडी मात्रै चितवनको जुटपानी, शक्तिखुर, मायाटार हुँदै हौदी खोला निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ। त्यस्तै धादिङको नौबिसेबाट मकवानपुरको हेटौडा निस्किने त्रिभुवन राजपथको बाटोलाई पनि वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ। यस्तै उता मकवानपुरको हेटौडाबाट भैँचे, भीमभेदी, कुलेखानी, सिस्नेरी खुँदै दक्षिणकालीको बाटो भएर पनि काठमाडौँ पुग्न सकिनेछ। हेटौडा काठमाडौँ आउजाउ ठुला गाडी मात्रैका लागि भने कान्ति लोकपथ प्रयोग गर्न सकिनेछ। चितवनबाट पोखरा जानको लागि ठुला तथा साना दुवै गाडीले बुटोल हुँदै पोखरा जान सक्नेछ। यसैगरी चितवनबाट कालीगण्डकी करिडोरको बाटो सानो गाडी मात्रै गैडाकोट, भिमाद हुँदै तनहुँ निस्कन सकिनेछ। मुगलिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिन यता दैनिक जसो यात्रु र चालकले शास्ति भोगिरहेका छन्। बाटो खुलाउन आज बिहानैदेखि प्रयास थाल्ने तर समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। नारायणगढसम्मको एकतर्फी भाडा 300 रुपियाँ मात्रै तोकिएको साझा यातायात सञ्चालक समितिका कनकमणि दीक्षितले जानकारी दिनुभएको छ। यो भाडा अन्य सवारी साधनको तुलनामा झन्डै आधा सस्तो हो। साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातडोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोङ्गुबु नयाँ बस पार्क हुँदै कलङ्कीबाट बसहरू नारायणगढ प्रस्थान गर्नेछन्। कलङ्कीबाट साझा यातायातको पहिलो बस बिहान 7 बजे नारायणगढ प्रस्थान गर्नेछ। त्यसपछि क्रमशः 8, 9, 10, 11 र 12 बजे प्रत्येक 1 घण्टाको अन्तरालमा बसहरू नारायणगढ प्रस्थान गर्नेछन्। नारायणगढ पुगेपछि ती बसहरू यात्रुलाई लिई नारायणगढ बसपारबाट पुल्चोक हुँदै काठमाडौँ फर्किनेछन्। यात्रा गरे बापत यात्रुहरूले एकतर्फी भाडा 300 रुपियाँ बुझाइ अनिवार्य रूपमा साझा यातायातको टिकट लिनुपर्नेछ। यात्रुहरूलाई सिटमा बाइक उभिएर वा मुढामा राखेर यात्रा नगराउने साझा यातायात सहकारी संस्थाले जनाएको छ। साझा यातायातका यात्रुहरूलाई अनिवार्य टिकट लिएर यात्रा गर्न भनिएको छ, अन्यथा प्रचलित नियम कानुन बमोजिम कारबाही हुनेछ। चाडपर्वको समयमा हुन सक्ने चोरी सिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाई गरिएको छ। कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरू आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ। यही समयमा तस्करीहरूले योजना बनाउन सक्ने भएकोले निकुञ्जको सुरक्षालाई आकलन गरी सुरक्षा व्यवस्था कडाई गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्ज क्षेत्रभित्रका 32 वटा सीसी क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ। चाडपर्व लक्षित सुरक्षाका लागि हात्ती, पैदल, छोटो तथा लामो दूरीको गस्ती गरिनेछ। निकुञ्जभित्रका 57वटा पोस्टरलाई सक्रिय बनाइएको उहाँले जानकारी दिनुभएको छ। वन्यजन्तु संरक्षणको लागि बनाएका समुदाय स्तरका क्लबहरूलाई सचेतना जगाइएको पनि उहाँले जानकारी दिनुभयो। 952.63 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा हरेक वर्ष चाडपर्वको समयमा तस्करहरू आउने गरेकोले यस वर्ष उच्च सतर्कता अपनाइएको उहाँले जानकारी दिनुभएको छ।
रत्ननगर नगरपालिका वडा नम्बर 16 अन्तर्गत पर्ने पिठुवा प्रहरी चौकी भवनको पुनर्निर्माण कार्य तीव्र अगाडि बढेको छ। भवन निर्माण कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन गोपाल श्रीमलको संयोजकत्वमा पुरुषोत्तम लामिछाने, लालबहादुर लामा, मधु बोगटी र रश्मि काप्री सदस्य रहने गरी 5 सदस्यीय भवन निर्माण समिति गठन गरिएको छ। सो समितिको संरक्षण वडा अध्यक्ष हेमराज थापाले गर्नुभएको छ। भवन निर्माणका लागि विभिन्न सङ्घ संस्था र स्थानीय व्यक्तिहरूले आवश्यक सामग्री तथा आर्थिक सहयोग निरन्तर प्रदान गर्दै आएका छन्। यसै क्रममा भवनमा आवश्यक पर्ने जिप्सन रोटरी क्लब अफ रत्नगरले उपलब्ध गराएको छ भने छानाका लागि आवश्यक पर्ने जस्तापाता कुनहा इन्टरनेसनल अर्ग्यानिक फर्टिलाइजर म्यानुफ्याक्चरिङ इन्डस्ट्री प्रालीले उपलब्ध गराएको वडा अध्यक्ष थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार स्थानीय समुदाय सङ्घ संस्था तथा उद्योग व्यवसायीको थप सहयोग जुटाउँदै भवन निर्माण कार्यलाई छोटो समयमा सम्पन्न गर्ने लक्ष्य लिएको छ। भूमि समस्या समाधान आयोग चितवनले राप्ती नगरपालिकाभित्र 32वटा परिवारलाई जग्गाधनी पूर्जा लाल पूर्जा वितरण गरेको छ। राप्ती वडा नम्बर 6, 7 र 11 का 32 परिवारलाई सोमबार लाल पूर्जा वितरण गरिएको जिल्ला आयोगको अध्यक्ष इमानसिंह लामाले जानकारी दिनुभयो। उहाँका अनुसार राप्ती 6 को स्याउलीमा 9वटा, राप्ती 7 सिमल बस्तीमा 14वटा र राप्ती 11 को डुम्रे खाडीमा 9वटा लाल पूर्जा वितरण गरिएको हो। नगर प्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा र सम्बन्धित वडाका अध्यक्षहरूको उपस्थितिमा लाल पूर्जा वितरण गरिएको हो। राप्ती 1 को 6 सिमुना 80वटा लाल पूर्जा तयारी अवस्थामा थियो। जेनजे आन्दोलनका कारण तयारी अवस्थामा रहेको लाल पूर्जा वितरण अलपत्र परेको छ। राप्तीको 1, 2, 3, 5, 7, 11 नम्बर वडामा नापजाँच अन्तिम चरणमा पुगेको थियो। राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार ज्यालादारी कर्मचारी हटाइएपछि नापजाँचको काम रोकिएको छ। तर पछिल्लो राजनीतिक घटनाक्रमका कारण पनि यो कार्य प्रभावित भएको हो। चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये 6 जनामा औलो रोगको संक्रमण देखिएको छ। चालु आर्थिक वर्षको साउन यता उनीहरूमा यो रोगको संक्रमण देखिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको संक्रमण भेटिनेमा 3 जना भरतपुर महानगरपालिकाका छन् भने 2 जना खैरनी नगरपालिकाका र 1 जना राप्ती नगरपालिकाका छन्। संक्रमित 34 देखि 44 वर्ष उमेर समूह रहेका कार्यालयका प्रमुख दिनेश रूपाखेतीले जानकारी दिनुभएको छ। उहाँका अनुसार विभिन्न देशमा र नेपालमा विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको संक्रमण देखिएको हो। भारतबाट आएका 4, दक्षिण कोरियाबाट फर्किएका 1 र सुनसरीबाट फर्किएका 1 जनामा औलो रोगको संक्रमण देखिएको हो। प्रमुख रूपाखेतीले भन्नुभयो, जिल्लामा गत आर्थिक वर्षमा 10 जनामा औलो रोगको संक्रमण देखिएको थियो। विगत 4 वर्षदेखि जिल्लामा नै रहेका व्यक्तिमा यो रोगको संक्रमण नदेखिएको उहाँले बताउनुभयो। औलो रोग पोथी लामखुट्टेले टोक्ने गर्दाखेरि सर्दछ। आगजनीपछि नष्ट भएका सवारी साधन र दराज लगायतका कबाड सामग्री कार्यालयको पछाडि थुपारेर राखिएको छ। छेद विच्छेद भएको भवनमा सरसफाई र रङरोगनको काम चल्दैछ। कर्मचारीले आगजनीबाट बचेका अभिलेखहरू गणना गर्दैछन्। चितवन जिल्ला अदालतले सेवाग्राहीलाई सेवा दिन सकिरहेको छैन। पीडितलाई न्याय दिने कार्य ध्वस्त भएको छ। जेएनजीहरूको प्रदर्शनको क्रममा भदौ 24 गते तोडफोड आगजनीमा परेको अदालत अझै तङ्ग्रन सकेको छैन। यो अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सहकारी ठगीको मुद्दा पनि चलिरहेको छ। सहकारी सम्बन्धी मुद्दाको मिसिल भने जलेर नष्ट भएका छन्। चितवन सारा बहुद्देश्य सहकारी संस्थाको बचत रकम अपचलनमा लामिछाने जोडिएका थिए। उक्त सहकारी सम्बन्धी मुद्दाको मिसिल अदालतको फाँट नम्बर 1 मा रहेको थियो। फाँट नम्बर 1 मा रहेका सबै मिसिल जलेर नष्ट भएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभएको छ। स्थानीय समाचारको सङ्गालो हाम्रो सेरोफेरोको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारको शीर्षकहरू फेरि एकपटक। तुइन खोलाको पहिरो हटाउन सुरु। आज सडक खण्ड खुल्ने सम्भावना कम। वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनको आग्रह। चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाई। सुरक्षाका लागि हात्ती, पैदल छोटो तथा लामो दूरीको गस्ती गरिने पिठुवा प्रहरी चौकी भवनको पुनर्निर्माण कार्य तीव्र। र राप्तीका 32 परिवारलाई जग्गाधनी पूर्जा वितरण। करिब 2000 लाल पूर्जा अलपत्र। चितवनमा 6 जनामा औलो रोगको संक्रमण। यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मुफसलको पहिलो रेडियो कालिका FM 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com बाट संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो सेरोफेरो अहिलेको लागि यति नै। सम्बुत त्रिपाठी र किरण राणा मगर बिदा हुन्छौँ। नमस्कार।